ल हेलो साथीहरू, आज फेरि पनि तपाईँहरूको माझ हामी नयाँ ब्लग लिएर आउँदैछौँ। आज चाहिँ हामीसँग नयाँ मान्छे छ, हाम्रो बहिनी ग्रीष्मा बहिनी। धेरै पछि भेट्न आउनु भइछन्। अनि हाम्रो एज युजल नचाहिने कन्टेन्ट मान्छे बहिनी आज हाम्रो नयाँ मान्छे। ल कति कालो देखेको मलाई, ल राम्रै देखेको हो। कहिले त अलिकति मलाई नि हिरो बन्नको लागि लगाइदेऊ न। हेर्न भयो आइसक्रिम देखाउँछ यो ल हेर्न है, हाम्रो सुरुवात चाहिँ आइसक्रिमबाट। अब हामी चाहिँ जाँदैछौँ है वेस्टफिल्डतिर। तपाईँहरूलाई अहिले बस्नु देखाउँछु। हेलो गाइस, आज चाहिँ मैले युनीको भ्लग लिइदिएको। यहाँ हुनुहुन्छ हामीसँग युनीको जुन, यहाँ हुनुहुन्छ सलिम दाई। हाई, हेलो हेलो। कस्तो लागिरहेको थियो नि तपाईँलाई आज मैले तपाईँको भ्लग लिँदाखेरि? गर्मी गर्मी लागिरहेछ गाइस। आज चाहिँ मैले के अरे लाइफ विथ युनी एन्ड सलिमको भ्लग चाहिँ टेक ओभर गरेको। अब चाहिँ हामी कहाँ जानु लागेको भन्दैन र, वेस्टफिल्ड। आज चाहिँ हामी वेस्टफिल्ड कहाँ हो, सेफर बुथ जानु लागेको। म चाहिँ गएको छैन, म चाहिँ नाना भेट्न आएको, मेरो चाहिँ दाइला भेट्न आएको। मलाई भेट्न आउनु भयो हो। ल म साइड लागेँ गाइजहरू, साइड लाग बिचरा के खाना है। डेन्जरै के अरे ठुलो युट्युब च्यानल भए चाहिँ बहिनीले त उसै हानिदिएर हाम्रो युट्युब च्यानल। ल गाइजहरू अलिक घाममा जाऊँ न, राम्रो आउँछ। ल गाइज बस कुर्दैछौँ, त्यसमा यहाँ हुनुहुन्छ। अनि सलिन चाहिँ उता घाम परेर बस्दैछ, पोज दिँदै। हामी चाहिँ बस चढिसक्यौँ, पोज देऊ। लास्टी गर्मी हो युकेमा चाहिँ, घाम लागेर हिँड्नु होला। हाम्रो ग्रीष्मा बहिनी आउने भनेर उसको लागि भनेर यो गाडी रिजर्भ गरिदिएको गरेको हो। यो खाली खाली छ। यो एउटा भिडियो मान्छे चाहिँ यसो दया माया लागेर बाटो हिँड्दाखेरि गर्मीले लास्ट भइसक्यो। पहिला यत्रो थियो, पसिना आइसक्यो। पहिला यत्रो थिएँ म बसमा बसेर पग्लेर म अहिले यत्रो भइसकेँ। पहिला आइपुग्यो कोही छैन साँच्चीकै रिजर्भ बस्ला त देखाएर बहिनीको लागि भनेर अरे तिनीहरू चाहिँ फोटो खिच्दै मेरो भनेर फोटो खिच्दै आउँदैछ। अब चाहिँ हामी वेस्टफिल्ड पुगिसक्यौँ, यहाँ भित्रबाट जाने हो। वेस्टफिल्डमा चाहिँ आज कलर सोध्न जाने हो ग्रीष्माको, अथवा ग्रीष्माले फोन किन्ने भनेछ नयाँ, त्यही भएर वेस्टफिल्ड आएको हामी। त्यो छ, यस्तो घाम लागेछ आज। अनि अझै फोटो खिच्दैछ। ओ माई गड, त्यहाँ हेर्नुहोस्, बा फोटोग्राफर उहाँलाई हेर्नुहोस्। गाइस भित्र गएपछि भेट्नु। नेक्स्ट चाहिँ हिँड्दैछ मैले। फ्यान नेक्स्ट चाहिँ यहाँबाट त्यहाँबाट निस्किने, यहाँबाट निस्किनु मिल्दो रहेछ। यहाँ चाहिँ एकदम सुविधा छ, लाइक सोफामा मजाले बस्न मिल्छ। गाइस यस्तो केन्जी त्यो किन्छस् र? गाइस कति राम्रो। Buy 1 free blind blocks। यो इमा चाहिँ बहिनी तब चाहिँ हामी एचएनमा चिन्न लागेको, दुईजना चाहिँ हिँड्दैछौँ।
टी सर्ट विन्ड सिटर त्यो टी सर्ट राम्रो रहेछ यार यो वाला सिम्पल गाइस अहिले भेट्छु गाइस हामी चाहिँ अर्जेन्टिनाको गरेको मलाई चाहिँ अहिलेको यो राम्रो लाग्छ कि 85 पाउन्ड हेर्दै छ मेस्सी ओइ मेस्सीलाई हेर मेस्सी लिएर त एउटा फुल अनि फुलहरू राख्यो भने घर राम्रो पोजिटिभ एनर्जी आउँछ अरे क्या लिग न त एउटा प्लान्ट लिग वा कति राम्रो छ यहाँ पनि राम्रो राम्रो उ रहेछ यो के हो वा डगी 50% अफ रहेछ हाम्रो घरमा भए जस्तो रहेछ यो त मजाको बास्ना आउँछ यसको कति लामो लामो फुल हेर्दै हुनुहुन्छ उहाँले चाहिँ लिने भनेर कति राम्रो राम्रो रहेछ मनी प्लान्ट हो कि अब मनी प्लान्ट सजाउनु तपाईँलाई यो रोक्नु सक्छु मसँग अझै पनि राम्रो राम्रोहरू छ है मान्छे राम्रो लुगा राम्रो एकछिन म यो भन्नु नै राम्रो देखाउँछु तपाईँलाई प्यान्ट तपाईँलाई प्यान्टहरू प्यान्ट वाउ कस्तो राम्रो प्यान्ट एकदम राम्रो यो इलास भएको है अलिकति तपाईँले यो 6 महिना केही हुँदैन तपाईँले 6 महिनामा केही भयो भने वारेन्टी भन फिर्ता लिएर आउनुहोस् तपाईँलाई म अर्को दिन्छु क्यास मेरो छोराछोरीलाई हुन्छ त्यो प्यान्ट ठिकै छ त नहातिनुहोस् तपाईँलाई राम्रो चाहिएको छैन अर्को पनि छ तपाईँको लागि है ल हेर्नुहोस् यो तपाईँलाई सेट है त अन्त उसको लागि होइन कि उसको किटको लागि हो भने पर्छ उसको लागि हो नि सेल्सम्यानमा सिकाउनु कस्तो राम्रो छ राम्रो छ है ल म्यामहरू चाहिँ मिनी सोमा सानो सपिङ गर्ने रे लास्ट चाहिँ हामी विङ स्टप आइपुग्यौँ चेन्ज गरेर We are waiting. We are waiting. हाम्रो चाहिँ खानेकुरा आइसक्यो विङ्स टेन्डर्स फ्राइज बर्गर कोक अनि हाम्रो मिल्क सेक चाहिँ आउनु बाँकी छ खाना सुरु गर्नु भइसक्यो उहाँहरूले मिठो हुन्छ डिप हो त्यो गाइज हामी खान्छौँ है सी यू लेटर बाई गाइज हामी चाहिँ नियरली होम पुग्न लाग्यौँ अब यहाँबाट यसरी राइट लिएपछि चाहिँ हामी घर पुग्छौँ यो भ्यू हेर्नु अघि नै लास्टै गर्मी भएर धेरै भिडियो बनाउनु पाएन त्यसको लागि एकदम सरी I'll continue in next vlog. Bye guys, see you later.